सोधेको छ भने यस कारण सम्पत्ति सम्बन्धी अपराधलाई हाम्रो कानुनले रोकेको छ, यो अपराध कसैले गर्नुहुन्न, धन्यवाद भन्ने हो क्या। यस्तो कन्क्लुजन यही त हो नि, योभन्दा नयाँ कुरा के नै छ र कन्क्लुजनमा, होइन? कन्क्लुजनमा तिमीहरूले त्यसमा धेरै ध्यान लगाउनै पर्दैन, एकदम सिम्पल। हामीले लेखेको भन्दा तपाईँले लेखेको अलिक राम्रो हुन्छ नि त सर, भाषा मिल्छ ए नि त। कन्क्लुजनमा राम्रो भयो राम्रो नम्बर दिने होइन, एउटै हो ताल, राम्रो भयो पनि त्यही हो, नराम्रो भयो पनि त्यही हो, नराम्रो भन्ने हुँदै हुँदैन, 2 लाइन लेख्ने हो, यो भनेको यो हो, फलाना भनेको ढिम्काना हो भनेर लेख्नु सक्यो, केही पनि चाहिँदैन, अरू केही पनि कन्क्लुजनमा केही पनि चाहिँदैन, बस लेखेको चाहिँ हुनु पर्यो, फर्मालिटी चाहिँ पुरा गरेको हुनु पर्यो, त्यति चाहिन्छ। फर्मालिटी चाहिँ पुरा गर्नु, फेरि अब लेखेर लेख्नु चाहिँ लेख्ने, बुझ्यो नि कुरा, लेख्नु चाहिँ लेख्नु, जे लेखे पनि हुन्छ, त्यसमा समस्या छैन, त्यही भएर त्यसमा चिन्ता नलिनु है। अनि पढ्ने कुराहरू अरू त पढ्ने कुराहरू पढ्नु। हामी खुसी चाहिँ यो सेन्समा छौँ कि यो पटक हाम्रो क्लासले धेरै नै सहयोग भएको छ। हुन त पोहोर सालतिर पनि हुन्थ्यो, तर पोहोर सालभन्दा यो पटकको क्लासबाट धेरैलाई धेरै नै सहयोग भएको छ। धेरैजना पहिला त 200 जना प्लसै आउँथे क्लासमा, अहिले धेरैजना नआए तापनि धेरैजनाले चाहिँ क्लासबाट राम्रो आइडिया लिएका छन्। लगभग हामीसँग जतिजना जोडिएका छन्, हामीले 950 जनालाई नोट पठायौँ होला, 900,000 जनाहरूले कमसे कम आइडिया पाएका छन् यसरी लेख्ने हो भनेर। त्यति हुँदा चाहिँ हामी चाहिँ एकदम प्राउड फिल गरिरहेका छौँ। हाम्रो लागि त्यही नै हो राम्रो भनेको है, त्यो कुरा हो। अरू कुरा त ठिकै छ, क्लास जोइन गर्ने कुरा त अब यस्तै आइडिया लिइसकेपछि गरे पनि भयो, गरेको राम्रो त राम्रै हो, त्यही पनि ठिक छ। त्यो हो, ल सुरु गरौँ होला जस्तो लाग्यो है। अनि नमस्ते सर, 3वटा लको नोट पठाउनु। हजुर हुन्छ हजुर, धन्यवाद, म एकदम तुरुन्त पठाउँछु। तपाईँ म हामी बाँचेकै तपाईँहरूको लागि हो, तपाईँहरूलाई सेवा गर्न लागि। तपाईँहरू भन्नु सर मेसेज गर्नुहोस्, फेरि मेसेज गर्नुहोस् भन्दा फेरि अनावश्यक कुरा सोध्नु होइन नि, त्यहाँ फेरि सर मलाई यसको एन्सर लेखेर पठाइदिनुहोस् भन्ने होइन है। म भन्दैछु एकछिन ल नानी, म हालिदिन्छु। हो यस्तो के, मलाई कस्तो कस्तो कुराको लागि मेसेज गर्यो भने सर नोट चाहियो भन्ने, ओके ठिक छ दाइ, नोट चाहियो भने म एकदम तयार छु, एकदम तुरुन्त पठाइदिन्छु। अब तिमीहरू के भन्छ कति बेला भने दाइ यसको एन्सर लेखेर पठाइदिनु भन्छ। तिमीहरूलाई यदि मतलब यस्तो लाग्छ कि म त्यो एन्सर लेखेर फोटो खिचेर तिमीहरूलाई पठाउने टाइम भ्याउँछु होला भन्ने जस्तो लाग्छ भने प्लिज मेरा भाइ बहिनीहरू, तिमीहरू ठुलै भरमा छौ, म त्यस्तो टाइम पाउँदिनँ हेर, एकदमै बिजी हुन्छु म, एकदमै। त्यो भएर म कस्तोसम्म गर्न सक्छु भने दाइ मलाई यसको आइडिया दिनु न, भन, म आइडिया दिन सक्छु मजाले है। अब त्यो चाहिँ तिमीहरू चाहिँ कतिजनाहरूको 2-4 जनाहरूको कस्तो छ अवस्था भने चाहिँ आफू चाहिँ केही पढेका छैनन्, यसको एन्सर लेखेर पठाइदिनु मलाई भन्छन्। त्यस्तो चाहिँ म सक्दिनँ हेर, म आइडिया चाहिँ दिन सक्छु है। बरु आइडिया चाहिँ यस्तो आएको छ, यस्तो कस्तो हुनसक्छ भन तिमीहरू, म यसमा यस्तो हुन्छ भनेर आइडिया चाहिँ दिन म तयार हुन्छु, तर त्यो चाहिँ सक्दिनँ है म। त्यो भएर चाहिँ एन्सरै लेखेर पठाइदिनु, अनि नभने बरु कपी चेक गरेर भन, किनभने त्यसको लागि मलाई 2 मिनट मात्रै टाइम लाग्छ, 5 मिनट मात्रै टाइम लाग्छ, त्यो गर्न सक्छु म। मेरो आफू लेखेको पठाउ, यो मिलेको छ कि छैन भन, ओके यो मिलेको छैन यसो गर भनेर भोइस नोट पठाइदिन्छु म, त्यतिसम्म चाहिँ गर्न सक्छु। ओके, त्यो कुरा हो। ल सुरु गरौँ। सो तिमीहरूलाई मिटिङ रेकर्ड छ, अल गुड, स्क्रिन सेयर अल गुड, ओके। केही समस्या पऱ्यो भने मलाई च्याट बक्समा ट्याक्क भन्नु। कविता नानी, तिमी मलाई ट्याक्कै मेसेज गर ल, केही त्यस्तो केही एकाडेमिक केही थियो भने दाइ यस्तो छ भनेर, अनि म त्यहाँ डिल गरौँला है त। ल तिमीहरू त फेरि डेन्जर छ नि, खतरनाक छ, तिमीहरू त यसो दुःख मानिहाल्छ फेरि। आजभोलिको त के कुरा गर्नु, हामीलाई पहिला कुटी पढाउँथे सरहरूले, अब ठिकै छ, केही छैन, यस्तै छ। ल ठिक छ, हामी युनिट 8 मा छौँ। युनिट 7 को लास्टवाला क्लिनिकल लिगल एजुकेसन हिजो छुटेको थियो, त्यो युनिट 8 को के अरे युनिट 7 को क्लिनिकल लिगल एजुकेसनलाई कम्प्लिट गरेर आज युनिट 8 लाई कम्प्लिट गर्छौँ, त्यसपछि हामी यसलाई ऱ्याप अप गर्छौँ है। सो त्यो हिसाबमा हामी अगाडि बढ्छौँ आज। त्यही अनुसार म तिमीहरूलाई के गरेँ त, स्क्रिन सेयर गरेँ, म एकदम तयार भएर बसेको छु। नोटहरू टक्क कहाँ पढाउने भनेर ट्याक्कै रेडी बनाएर खोलेर बसेको छु। ओके, हामी कहाँबाट जानु पर्यो भने क्लिनिकल लिगल एजुकेसनबाट जानु पर्यो। मैले क्लिनिकल लिगल एजुकेसनमा धेरै कन्टेन्ट राखेको छु, मैले धेरै ठाउँ जानी धेरै कन्टेन्ट राखेको छु। त्यो राख्नुको कारण के हो भने मलाई थाहा छ तिमीहरूले
मैले मलाई तिमीहरू मात्रै भन्दिनँ म मतलब जुनसुकै स्टुडेन्ट पनि म पनि मेरो बेला त्यही नै हो मेरो एक्जामको बेला म पनि त्यही नै हो सो म के कुरामा विश्वास गर्छु भने हामीले जति कुरा नोटमा बनायौँ नि त्यसको 100% हामी कपीमा छाप्न सक्दैनौँ क्या त्यो हाम्रो कमजोरी हो र त्यो हाम्रो कमजोरी चाहिँ युनिभर्सल कमजोरी हो त्यो तिम्रो मात्रै मेरो मात्रै होइन त्यो विश्वभरिका मानिसको कमजोरी हो उसले जति कुरा नोटमा लेखेको छ त्यति कुरा एन्सर सिटमा चाहिँ कम्प्लिटली ए टु जेड लेख्न सक्दैन यदि सक्छ भने त्यसको लागि एकदमै धेरै मेहनत चाहिन्छ है त्यस कारणले गर्दा मैले त्यो कुरालाई मध्यनजर गरेर यसो दिमाग लाएर म चाहिँ के गर्ने गर्छु भने नोटमा थोरै बढी बनाउँछु नोटमा के गरेर थोरै जस्तै नोटमा मैले 8वटा पोइन्ट बनाउँछु 8वटा पोइन्ट बनाएपछि हामीलाई 5वटादेखि 6वटा पोइन्ट त कन्फर्म याद आउँछ क्या अनि एउटा पोइन्ट गफाने पनि भयो हो यो सेन्समा म बनाउँछु त्यस कारणले गर्दा म नोट थोरै बढी बनाउँछु र यो भएको कारणले गर्दा म एट द एन्ड हाम्रो क्लास जुन लिगल ड्राफ्टिङ पनि सकाउँछौँ त्यो सकाइसकेपछि म 1-2वटा क्लास चाहिँ इक्जाममा लेख्ने प्याटर्नको बारेमा मात्र लिन्छु त्यो प्याटर्नको इक्जाममा कसरी लेख्ने कस्तो पेन युज गर्ने कसरी कसरी लेख्ने टाइम म्यानेजमेन्ट कसरी गर्ने कहिलेकाहीँ समस्या आइहाल्यो कसरी गर्ने भन्ने कुराको बारेमा सबैमा म तिमीहरूलाई चाहिँ 1-2 क्लास चाहिँ गर्छु त्यति बेला म तिमीहरूलाई सिकाउँछु यसरी चाहिँ कन्टेन्ट घटाउने हो यसरी चाहिँ कन्टेन्ट बढाउने हो भन्ने कुरा म त्यति बेला सिकाउँछु ओके सो स्टार्ट गरौँ अब आज छ क्लिनिकल लिगल एजुकेसन क्लिनिकल लिगल एजुकेसन चाहिँ पछिल्लो टाइममा चाहिँ इक्जाममा आइरहेको चिज हो है पछिल्लो टाइम चाहिँ इक्जाममा आइरहेको चिज हो सो क्लिनिकल लिगल एजुकेसन भनेको के हो भन्ने तिमीहरूलाई कतिलाई लागिरहेको छ भने है यो चाहिँ त्यो बाई प्र्याक्टिस डुइङ बाई लर्निङ भन्ने छ नि जुन हो त्यस्तो हो क्या यो भनेको चाहिँ लोमा पढेर मात्रै हुँदैन थ्योरीले मात्रै पुग्दैन है लोमा थ्योरीले मात्रै पुग्दैन अब त्यसलाई चाहिँ हामी व्यवहारमा उतार्नलाई चाहिँ के काम गर्नुपर्छ त्यो काम चाहिँ गर्नुपर्छ भन्ने कुरा चाहिँ क्लिनिकल लिगल एजुकेसन हो ठिक छ यसको मिनिङ त्यो हो सो डेफिनेसनमा एज युजल हामीले हिजो अस्तिदेखि राखिरहेको डेफिनेसन छ लिगल एजुकेसनमा स्वामी विवेकानन्दको डेफिनेसन हामी त्यही नै राख्छौँ त्योभन्दा अब राख्न परेन र थोरै इतिहास मैले ल्याइदिएको छु यहाँ इतिहास भनेको चाहिँ यसको हिस्ट्री कहाँदेखि सुरु भयो भनेर ल्याएको छु यो क्लिनिकल लिगल एजुकेसन भन्ने कुरा चाहिँ युनाइटेड स्टेटबाट सुरु भएको हो हेर यो कहाँबाट डेभलप भएको हो भन्छ भने युएसबाट डेभलप भएको हो है युएसबाट डेभलप भएको हो र त्यसपछि बिस्तारै बिस्तारै अरू सबै कन्ट्रीहरूमा चाहिँ यो सुरु भएको हो है ठिक छ युएसमा चाहिँ यो मुख्य रूपमा चाहिँ जो पुवर पिपुलहरू हुन्छन् गरिब पिपुलहरू हुन्छन् उनीहरूलाई चाहिँ सेवा दिनका लागि चाहिँ यो विकास गरिएको थियो अनि पछिको टाइममा चाहिँ यो सबैलाई नै चाहिएको भन्ने कुराको फिल भइसकेपछि सबैलाई चाहिएको भन्ने कुरा फिल भइसकेपछि अनि इन्लार्ज भएको हो टुडे अहिलेको टाइममा चाहिँ यो हरेक फिल्डमा छ क्या है क्लासरुमदेखि लिएर चाहिँ हाम्रो रियल लाइफमा हरेक के अरे क्लाइन्ट्सहरूसँग चाहिँ यो इन्भल्भ भएको छ है त्यो कुरा चाहिँ हामीले जान्न पर्यो है सो हामीले यति कुरा सिक्न पर्यो क्लिनिकल लिगल एजुकेसन भनेको चाहिँ के रहेछ त प्र्याक्टिकल नलेज रहेछ है लर्निङ बाई डुइङ गरेर सिक्ने पढेर सिक्ने होइन लर्निङ बाई रिडिङ होइन कि लर्निङ बाई डुइङ प्र्याक्टिकल नलेज हो भन्ने कुरा बुझ्नु पर्यो त्यसको डेफिनेसन बुझ्नु पर्यो त्यसको हिस्ट्री बुझ्नु पर्यो हिस्ट्री प्लस टुडे आजको दिनमा के छ एक लाइनमा लेख्दा पनि हुन्छ बरु है अनि त्यसपछि चाहिँ यसको 3टा कोर प्रिन्सिपलहरू छ अब यो इक्जाममा नसोध्ला है इक्जाममा नसोध्ला तर कहिलेकाहीँ सोधिहाल्यो भने लेख्नु तर सोध्दैन होला यो प्रिन्सिपलहरूमा है प्रिन्सिपलहरूमा चाहिँ 3टा मेजर प्रिन्सिपल ल्याएको छु मैले एउटा चाहिँ एक्सपेरिमेन्टल लर्निङ हो यो चाहिँ कुन प्रिन्सिपलमा बेस हुन्छ भने एक्सपेरिमेन्टमा बेस हुन्छ है अर्को भनेको चाहिँ थ्योरी अफ प्र्याक्टिस इन्टिग्रेसन हो यो भनेको चाहिँ अभ्यासको सिद्धान्त हो क्या यो भनेको के हो त अभ्यासको सिद्धान्त हो अनि अर्को भनेको चाहिँ कम्युनिटी सर्भिस एन्ड प्रोफेसनल डेभलपमेन्ट सामुदायिक सेवा समुदायलाई जस्तो मैले भने नि अगाडि गरिब जनतालाई चाहिँ न्याय दिनको लागि युएसमा डेभलप भएको थियो भनेको थियो नि हो त्यो हो क्या यो कम्युनिटी सर्भिसको लागि र प्रोफेसनल डेभलपमेन्ट व्यवसायिक विकासको लागि चाहिँ यो युज हुन्छ अर्थात् यी सिद्धान्तमा बेस भएर चाहिँ यसले काम गर्छ सो यो भयो प्रिन्सिपलको कुरा त्यसपछि यसको इम्पोर्टेन्स त तिमीहरूलाई थाहा छँदैछ जे घरमा पढेको छ त्यही लेखे पनि हुन्छ घरमा मतलब आजसम्म पढेको छ
अब इम्पोर्टेन्सेसहरुमा मैले 7-8 वटा इम्पोर्टेन्सहरु ल्याएको छु र त्यसको चाहिँ केहीमा लिगल प्रोभिजन जुनमा जे कुरा चाहिन्छ त्यति कुरा राखिदिएको छु। तिमीहरु त्यो राख्ने मात्रै हो, अरु त एज युजुअल तिमीहरुले जसरी पढेको छौ त्यही नै हो, त्यसमा समस्या छैन है। ओके, सो यसमा चाहिँ जस्तो पहिलो यसको महत्व किन छ त भने चाहिँ त्यो प्र्याक्टिकल स्किल डेभलप गर्न हेल्प गर्छ क्या, स्किल डेभलप गर्छ। अहिलेको जमानामा स्किल नै सब कुरा हो। सो त्यस कारणले गर्दा यसले स्किल डेभलप गर्न हेल्प गर्छ। लिगल एड एक्टमा त्यो कुरा राखिएको छ, लिगल एड एक्ट 2054 मा यो एड गर्नु। अनि यो चाहिँ एउटा प्र्याक्टिस हो है, ब्रिङिङ थ्योरी इन्टु प्र्याक्टिस, अभ्यास र सिद्धान्तलाई चाहिँ अभ्यासमा चाहिँ परिणत गर्ने थ्योरी हो कि लिगल एजुकेसन भनेको हैन। अनि इट प्रमोट सोशल जस्टिस, डेफिनेटली मैले यहाँ केसमा राखिदिएको छु। यसले चाहिँ के गर्छ त, सोशल जस्टिस सामाजिक न्यायलाई प्रमोट गर्छ, प्रवर्धन गर्छ। अनि यसले चाहिँ प्रोफेसनल रेस्पोन्सिबिलिटीको निर्माण गर्छ भन्नाले यसले चाहिँ भोलिका दिनमा लयरहरूलाई चाहिँ जस्तो प्र्याक्टिकली पढ्दै गर्दा सिकिसकेपछि भोलिका जस्तो तिमीहरूलाई अहिले पढाउँदै गर्दा धेरै नयाँ कुरा सिकिसकेपछि चाहिँ भोलिका दिनमा के गर्ने भन्ने कुरामा कन्फ्युजन हुँदैन, तिमीहरूलाई चाहिँ राम्रो हुन्छ। विच इज इन्कर्पोरेटेड अन्डर द कोड अफ कन्डक्ट अफ द लिगल प्र्याक्टिस इन 2079 मा, ठिक छ। अनि त्यसपछि इन्हान्स प्रब्लम सल्भिङ एबिलिटी, समस्या समाधान गर्ने एबिलिटी चाहिँ यसले के गर्छ त, बिल्ड गर्छ है। हामी त समस्यासँग खेल्ने मान्छे हो, अरू समस्यासँग डराउने मान्छे हो भने लिगल स्टुडेन्ट, लको स्टुडेन्ट भएको चाहिँ समस्यासँग खेल्ने मान्छे हो त्यो काम गर्छ। इम्प्रुभ्स कम्युनिकेसन स्किल डेफिनेटली। अनि त्यसपछि एक्सेस टु जस्टिस, हाम्रो कन्स्टिट्युसनको प्रोभिजन भइहाल्यो। अनि करियर यो रिडनेस छ, यो चाहिँ ठिकै छ, यो नलेखे पनि हुन्छ। र एट द इन्ड हामीले लेख्नुपर्ने कुरा सेम, कन्स्टिट्युसन, ल, केस ल, कन्क्लुजन। ओके, यति कुरा भयो भने हाम्रो एन्सर कम्प्लिट भयो, ठिक छ। अब अरू सबै कुरा हामीले हिजो जे पढ्यौँ त्यही दमा र केस लमा पनि। सो यो कुरा चाहिँ के हो त, यो कुरा चाहिँ के हो भने हाम्रो लागि चाहिने कुरा हो क्लिनिकल लिगल एजुकेसनको लागि। यो 40% को अफर सकिन आँटेको छ। यसमा पनि म भनौँला कुनै बेला हामीले 40% को जति डिस्काउन्ट दिएका छौँ, धेरै नै डिस्काउन्ट हुने भयो, 10-12 हजारमै पढ्न पाउने भयो। धेरैले एडमिसन गरेर यसलाई चाहिँ अब हामी चाँडै क्लोज गर्दैछौँ। कसैलाई अझै पनि चाँडै आउनु छ भने, पैसा समस्या छ भने चाहिँ गरिहाल्नुहोस् है। त्यो कुरा रह्यो। त्यसपछि युनिट 8, आजको त यही हो मेन, हामीले पढ्नु पर्ने भनेको त युनिट 8 हो। युनिट 7 को त एउटा मात्रै कुरा हो। सो युनिट 8 मा लिगल प्रोफेसन इन नेपाल, हेर यो च्याप्टर चाहिँ जिन्दगीमा जान्न पर्ने च्याप्टर हो क्या है। यो च्याप्टर जिन्दगीमा जान्न पर्ने च्याप्टर हो। ल स्टुडेन्ट भएर यो च्याप्टर जानिएन भने चाहिँ बर्बाद हुन्छ। इक्जाममा पनि आउँछ, तर मोर देन इक्जाम यो चाहिँ रियल लाइफमा चाहिँ इम्पोर्टेन्ट छ, ठिक छ। सो सुरुमा त लयर्स एज सोसियल इन्जिनियरिङ है, हामीले के अरे उसको रस्को पाउन्डको लयर आर सोसियल इन्जिनियरिङ भनेर, के अरे ल इज सोसियल इन्जिनियरिङ भनेर पढ्यौँ। तर अब हामीलाई 5 मार्क्ससम्म क्वेसन आउन सक्छ, वाइ लयर्स आर सोसियल इन्जिनियर्स भनेर पनि क्वेसन आउन सक्छ। सो त्यो क्वेसनको लागि मैले यहाँ तयारी गरेको। सुरुमा मिनिङ छ है, सोसियल इन्जिनियरिङ अर्थात् लयर को हो भन्ने कुरा, लयरको परिभाषा गर्न पर्यो, किनभने लयरलाई सोसियल इन्जिनियरको रूपमा हामीले प्रुभ गर्न पर्ने छ। त्यो कारणले गर्दा लयरलाई प्रमाणित गर्न पर्यो। लयर भनेको एउटा प्रोफेसनल ट्रेन लाइसेन्स लिएको, सर्टिफिकेट लिएको व्यक्ति हो, जसले चाहिँ लिगल म्याटर्सहरूमा कोर्टहरूमा क्लाइन्ट्सलाई रिप्रेजेन्ट गर्न सक्छ। एन्ड रस्को पाउन्डको डेफिनेसन एज युजुअल हामी राख्नै पर्छ, लयर्स आर सोसियल इन्जिनियरिङ एन्ड ल इज सोसियल इन्जिनियरिङ एन्ड लयर्स आर सोसियल इन्जिनियर्स, यो राख्नै पर्यो। अर्को एउटा छ इन्डियाको जस्टिस हुने नि, जस्टिस सूर्यकान्त, उनले के भन्छन् भने लयर्स आर नट जस्ट रिप्रेजेन्टेटिभ्स बट एक्ट एज अ सोसल इन्जिनियरिङ्स भनेर एउटा केसमा भनेका छन्, विच इज भेरी इम्पोर्टेन्ट। रस्को पाउन्डको राखेन भने यो राख्नु, अर्थात् यो दुइटै राख्दा पनि हुन्छ, राम्रो छ दुइटै है। यो कुरा रह्यो, ठिक छ। यो सायद तिमीहरूको लागि नयाँ कुरा हो, तिमीहरूले नपाएको कुरा हुनसक्छ। यो कुराहरू, यस्ता कुराहरू चाहिँ अब ट्याक्क टिप्ने हो। र नेपाल बार काउन्सिलले चाहिँ लयरलाई परिभाषा गरेको छ एज अ लिगल प्र्याक्टिसनरको रूपमा, त्यो पनि तिमीहरू लेख्न सक्छौ। अब त्यसपछि चाहिँ वाइ लयर्स आर सोसियल इन्जिनियरिङ भन्नेको पोइन्ट चाहियो, वाइमा पोइन्ट चाहियो। मैले तिमीहरूलाई यहाँ 8-9 वटा पोइन्ट मजाले राखिदिएको छु, किनभने दे आर इन्स्ट्रुमेन्ट टु प्रमोट सोसल जस्टिस, सामाजिक न्यायको प्रवर्धन गर्न तिनीहरूले एकदमै रोल खेल्छन्। ड्राइभ सोसल चेन्ज, सोसाइटीलाई चेन्ज गर्नलाई लयरको एकदमै धेरै भूमिका हुन्छ। दे आर टेकन एज अ इन्स्ट्रुमेन्ट टु सेफगार्ड राइट्स, अधिकारहरूको संरक्षण गर्नको लागि तिनीहरूले एकदम राम्रो रोल खेल्छन्। एन्ड दे फेसिलिटेट
डिस्प्युट रिजोल्युसन मेकानिजम। इट मिन्स लयरहरूले के गर्छन् त विवाद समाधानमा चाहिँ सहज गर्छन्, द हेल्प टु रिजल्भ डिस्प्युट। सो विवादलाई समाधान गर्न सहयोग गर्छन्। अनि पब्लिक इन्ट्रेस्ट एडभोकेसी, लयरको अर्को काम पनि के हो भने तिमीले सुनेको होला नि, पिआइएल भनेको चाहिँ जस्तो पब्लिक म्याटरमा चाहिँ कसैले गरेन भने त्यहाँ लयर हुन्छ क्या। पब्लिक म्याटरमा कसैले गरेन भने चाहिँ लयर हुन्छ, ठिक छ। त्यो कुरा रह्यो। प्रोभाइड्स फ्री लिगल, डेफिनेटली लयरहरूले चाहिँ फ्री कानुनी सेवा पनि प्रोभाइड गर्छन्, विच इज भेरी इम्पोर्टेन्ट फर सोसाइटी। त्यो कुरा रह्यो। त्यसपछि अब ल, केस ल र ल, कन्स्टिट्युसन ल र केस ल, कन्स्टिट्युसन ल एन्ड केस ल एन्ड कन्क्लुजन, यति कुरा चाहिँ हामीले लेख्न पर्यो। कन्स्टिट्युसनमा हाम्रो कन्स्टिट्युसन एक्जिस्टिङ कन्स्टिट्युसन छँदैछ, यसको स्पेसिफिक भएर लेख्न परेन। लयर्स एज अ सोसियल इन्जिनियर रेगुलेट गर्नलाई कसैले लेख्छु भने एक लाइनमा गफ दिँदा पनि भयो। लको रूपमा चाहिँ कोड अफ कन्डक्ट अफ द लिगल प्र्याक्टिस 2079 एउटा हो, अनि नेपाल बार काउन्सिल एक्ट 2050 यो अर्को हो, ठिक छ। यो दुईटा चाहिँ मेजर लहरू हो। अनि त्यसपछि केस लमा एउटा केस ल छ है, विशाखा भर्सेस स्टेट अफ राजस्थान 1997 को केस ल छ। यसले के भन्छ भने यो केस लमा चाहिँ लयर्स एक्टिङ एज सोशल इन्जिनियर्स बाई युजिङ द ल एन्ड टु प्रोटेक्ट वुमेन्स राइट एन्ड प्रमोट वर्क प्लेस जस्टिस भन्छ यो केस ल, स्पेसियली कनेक्टेड विथ वुमेन्स राइट अर्थात् वुमेन्स जस्टिस है, महिलासँग सम्बन्धित केस हो। यो केसमा के भनेको थियो भने वकिलको काम भनेको चाहिँ, अधिवक्ता अर्थात् लयरहरूको काम भनेको चाहिँ सोशल इन्जिनियरको रूपमा एक्ट गर्नु हो, अभिनय गर्नु हो। किन गर्ने भन्दाखेरि टु प्रोटेक्ट वुमेन्स राइट है, महिलाहरूको अधिकारलाई चाहिँ संरक्षण गर्नको लागि भनेर भनेको थियो। भेरी इम्पोर्टेन्ट केस ल। यसरी चाहिँ हामीले गर्नु पर्यो। लयर्स सोसियल इन्जिनियरिङमा 5 मार्क्सको क्वेसन ट्याक्कै आउँछ। 5 को क्वेसन आयो भने कमसेकम 5 वटा भन्दा बढी पोइन्ट चाहिन्छ। यति कुरा चाहिन्छ, एक्सप्लेनेसन चाहिन्छ, ट्याक्क मिनिङ, डेफिनेसन, पोइन्ट, लास्टमा कन्स्टिट्युसन ल, केस ल, कन्क्लुजन, ड्याङ्गै 5 मा 4.5 तिमीहरूको, उस्तै परे 5 चाहिँ तिमीहरूको भइहाल्यो है। यसमा ढुक्क भएर बस्दा हुन्छ। सो अर्को छ कोड अफ कन्डक्ट अफ लयर, कानुन व्यवसायीको आचार संहिता। यो पनि इक्जाम पोइन्ट अफ भ्यूले इम्पोर्टेन्ट नै छ, आएको पनि छ योभन्दा अगाडि। सो सुरुमा मिनिङ नै हो, केही पनि होइन। हामीले एज युजुअल हाम्रो प्याटर्न छँदैछ मिनिङ, परिभाषा। आचार संहिता भनेको के हो भन्ने कुरामा चाहिँ कानुन व्यवसायीको आचार संहिता भनेको चाहिँ के हो भने रुल हो, अर्थात् अ सेट अफ रुल हो, अर्थात् अ सेट अफ लिगल एन्ड इथिकल रुल्स हो, जसले चाहिँ के गर्छ त लयर्सहरूलाई रेगुलेट गर्छ। कानुन व्यवसायीले अर्थात् अधिवक्ताले अर्थात् अ लयर, एउटा लयरले, वकिलले यो गर्न पाउने र यो गर्न नपाउने, यो गर्न हुने र यो गर्न नहुने भनेर एउटा नियम बनाइएको छ, एउटा कोड अफ कन्डक्ट बनाइएको छ है, हामीलाई रेगुलेट गर्नको लागि मर्यादा बनाइएको छ, आचार संहिता बनाइएको छ। त्यही आचार संहिता नै कोड अफ कन्डक्ट फर लयर हो। लयरहरूको लागि बनाइएको आचार संहिता इज कल्ड कन्डक्ट फर लयर्स, ठिक छ। यो कुरा रह्यो। सो अब एउटा तिमीहरूलाई मेबी यो नयाँ कुरा हुनसक्छ, मैले एउटा नयाँ कुरा ल्याएको छु। त्यो नयाँ कुरा भनेको डेफिनेसन हो। डेफिनेसन कसको डेफिनेसन ल्याएको छु भनेपछि इन्टरनेसनल बार एसोसिएसन, अन्तर्राष्ट्रिय कानुन व्यवसायीको सङ्घ छ, त्यसको एउटा डेफिनेसन छ। उसले के भन्छ भने कोड अफ कन्डक्ट अफ लयरमा चाहिँ मैले मेन मात्रै ल्याएको हो, उसले अलिक धेरै कुरा गर्छ, 8-10 वटै कुरा गर्छ। सो मेन कुरामा चाहिँ लयर इन्डिपेन्डेन्ट हुनपर्छ, लयर अनिस्ट हुनपर्छ, लयर कन्फ्लिक्ट अफ इन्ट्रेस्टलाई चाहिँ समाधान गर्ने हुनुपर्छ, कन्फिडेन्सियल हुनपर्छ, क्लाइन्ट इन्ट्रेस्टमा काम गर्नुपर्छ, कम्पिटेन्स हुनपर्छ भन्ने कुरा गर्छ, विच आर भेरी इम्पोर्टेन्ट। यो डेफिनेसन राख्नु आइबिए को, इन्टरनेसनल बार एसोसिएसन, नबिर्सिनु इक्जाममा, किनभने एकदम इम्प्रेसिभ हुन्छ। त्यसपछि नेपालकोमा है, त्यसपछि कोड अफ कन्डक्ट नेपालमा, कन्डक्ट इन नेपाल। नेपालमा चाहिँ हामीलाई थाहा छँदैछ हाम्रो ल छ कोड अफ कन्डक्ट अफ द 2079, ठिक छ। अनि त्यसपछि यसमा है, त्यसमा चाहिँ अब केही मैले हेर सबै कोड अफ कन्डक्ट राख्नै सकिँदैन, धेरै नै छ, एकदम धेरै छ। सो मेजर हामीले छुटाउनु हुँदैन, हामीले छुटाउनु नमिल्ने कोड अफ कन्डक्ट तिमीहरूलाई मैले एकदमै लिस्ट आउट गरेर ल्याएको छु, विच आर भेरी इम्पोर्टेन्ट। सो सुरुमा भनेको प्रोफेसनल इन्डिपेन्डेन्स एन्ड इन्टिग्रिटी। मैले अनि यसलाई चाहिँ अलिकति सम्झिनलाई, त्यहाँ हाम्रो कोडमा चाहिँ लाइन बाई लाइन छ, जुन चाहिँ सम्झिन एकदमै गाह्रो हुन्छ। तर त्यसलाई चाहिँ मैले अलिकति म्यानेज रूपमा क्याटेगोरी बनाएर ल्याएको छु, विच इज इजी टु अन्डरस्ट्यान्ड, अर्थात् इजी टु रिमेम्बर फर इक्जामको लागि याद गर्न सजिलो हुन्छ, ठिक छ।
अब सुरुमा छ प्रोफेसनल इन्डिपेन्डेन्स एन्ड इन्टिग्रिटीको लागि चाहिँ के गर्न पर्यो भन्नाले चाहिँ इन्डिपेन्डेन्ट हुन पर्यो है। शब्द शब्द जाने पुग्छ है, म हाइलाइटै गरिदिन्छु। अनि इन्डिपेन्डेन्ट हुन पर्यो, अभोइड गर्न पर्यो। के कुरालाई अभोइड गर्न पर्यो त? अनड्यू इन्फ्लुएन्सलाई अभोइड गर्न पर्यो, क्लाइन्टको इन्ट्रेस्टमा चाहिँ काम गर्न पर्यो है। अनि कन्फ्लिक्ट अफ इन्ट्रेस्ट चाहिँ हटाउन पर्यो। अनि प्रोफेसनल रिलेसनमा चाहिँ क्लाइन्टको डिस्प्युटलाई चाहिँ रिजल्भ गर्ने काम गर्नु पर्यो है। डिस्प्युट रिजल्भ गर्ने काम गर्न पर्यो। क्यापासिटी बिल्डिङ एन्ड मेन्टरसिपमा चाहिँ हामीले के गर्न पर्यो त? जुनियरहरूलाई सहयोग गर्न पर्यो, सपोर्ट गर्न पर्यो जुनियर लयरहरूलाई ठुलाले। अनि फेसिलिटेट गर्न पर्यो के त? एक्सपिरियन्स भएको प्र्याक्टिसनरले चाहिँ अनुभवी व्यवसायीको लागि चाहिँ केही नयाँ वातावरण बनाउन पर्यो। क्लाइन्टको रिलेसनमा चाहिँ एकदमै क्लाइन्टलाई चाहिँ एकदमै राम्रो ट्रिट गर्न पर्यो, रेस्पेक्ट गर्न पर्यो, फेयर गुड फेथमा काम गर्न पर्यो, क्लियरली कम्युनिकेट गर्न पर्यो। कति लयरहरूले चाहिँ भन्दैनन्। अनि अभोइड अननेसेसरी कमिटमेन्ट्स है, जुन चाहिँ फुलफिल हुन सक्दैनन् ती खाले कमिटमेन्ट गर्नै भएन। फाइनान्सियल डिसिप्लिनमा एकदम रिजनेबल फी लिन पर्यो हेर। अनि ट्याक्स तिर्न पर्यो गभर्मेन्टलाई। अनि कोर्ट रुम कन्डक्टमा चाहिँ कोर्ट रुममा जे कुरा चाहिँ रेस्पेक्टफुल्ली गर्न पर्छ त्यो कुरा गर्न पर्यो। ड्रेसको कुरा होला। यसरी मैले 5 मार्क्सको लागि आउँछ, यो धेरै आउँदैन, त्यसमा इम्पोर्टेन्ट ल्याइदिएको छु। यो कुरालाई चाहिँ ख्याल गरेर लेख्नु है। ओके, सो लास्टमा मैले एउटा नयाँ कुरा राखिदिएको छु, कोड अफ कन्डक्ट अफ लयर्स इन इन्डिया। इन्डियाको कुरा मैले आइबिएको कुरामा राखेँ, इन्डियाको कुरामा राखिदिएको छु। इन्डियामा दुईटा ल छ, एउटा एडभोकेट्स एक्ट 1961 छ, एउटा बार काउन्सिल अफ इन्डिया रुल्स छ, जसको च्याप्टर 2 एन्ड च्याप्टर 4ले के अरे च्याप्टर 6ले केसँग डिल गर्छ त? कोड अफ कन्डक्ट फर लयर इन इन्डियासँग डिल गर्छ। नेपालमा चाहिँ कन्स्टिट्युसनको रूपमा हाम्रो कन्स्टिट्युसन भइहाल्यो। लमा चाहिँ दुईटा ल र केस ल, दुईटा केस ल ल्याउनु पर्ने, दुईटा केस ल ल्याएको छु मैले, ती कुरा राख्नु। सो ओके, कोड अफ कन्डक्ट इन नेपाल अनि इन इन्डिया, अनि त्यसपछि ल कन्स्टिट्युसन, अनि त्यसपछि ल, अनि त्यसपछि केस ल, अनि कन्क्लुजन। ओके, यति कुरा चाहिँ हामीले ख्यालै गर्नुपर्छ, हेर्नै पर्छ। ओके, सो अब केस लमा चाहिँ एउटा सुप्रिम बार एसोसिएसन भर्सेस युनियन अफ इन्डिया एन्ड अदर्सको केस ल, इन्डियाको केस ल छ है। एउटा इन्डियाको एउटा नेपालको ल्याएको छु। यो इन्डियाको केस लमा चाहिँ कोड अफ कन्डक्ट भाइलेट गरेको कारणले गर्दा चाहिँ 6 महिनाको सजाय र 3 वर्षसम्म चाहिँ प्र्याक्टिस गर्नलाई चाहिँ रेस्ट्रिक्ट गरेको थियो है। प्र्याक्टिस गर्नबाट रोक लागेको थियो। नेपालमा पनि राजेन्द्र यादव भर्सेस डिपार्टमेन्ट अफ द ल्यान्ड म्यानेजमेन्टको केस ल, जसमा चाहिँ लयरको मिसकन्डक्टको कारणले गर्दा चाहिँ डिसिप्लिनरी एक्सन लिएको थियो अधिवक्ताको उपर, अनुशासनमा चाहिँ कारबाही गरेको थियो। सो लाइसेन्स सस्पेन्डै गरेको केस पनि छ, त्यो पनि कसैलाई चाहियो भने भन्नु, म उपलब्ध गराइदिउँला। सो एट द एन्ड हामीसँग के हुन पर्यो तब? कन्क्लुजन हुन पर्यो। सो ओके, यति भयो भने हाम्रो एन्सर सकियो। यसमा यति हो भन्दा धेरै लेख्न पर्दैन। सो कोड अफ कन्डक्टमा मिनिङ, डेफिनेसन आइबिए को, कन्डक्ट इन नेपाल, नेपालको रुल 2079 को, अनि इन्डियाको कुरा, अनि कन्स्टिट्युसन, अनि ल, अनि केस ल है। यो चाहिँ ख्याल गर्नु। इन्डियनको इन्डियन भयो। ओके, त्यसपछि अब हिस्ट्री अफ लिगल प्रोफेसन इन नेपाल छ, यो पनि आउन सक्ला तर त्यति इम्पोर्टेन्ट छैन जस्तो लाग्छ। यो पनि अब इम्पोर्टेन्ट छैन मतलब पढ्दिन भन्ने कुरा त हुँदैन, पढ्नु पर्यो। सो नेपालमा लिगल प्रोफेसनको इतिहास कहाँदेखि कसरी सुरु भयो र कसरी आयो भन्ने कुरातिर डिल गरौँ। त्यसमा चाहिँ सुरुमा थोरै ब्याकग्राउन्ड नै हो। ब्याकग्राउन्ड भनेको चाहिँ लिगल प्रोफेसनको इतिहास एकदम लामो छ। लिगल प्रोफेसनले चाहिँ जस्टिसको लागि, लिगल अर्डरको लागि एकदमै हेल्प गर्छ। अनि त्यसपछि ब्याकग्राउन्ड भइसकेपछि डेफिनेसन नै हो। डेफिनेसनमा एउटा डेभिडको डेफिनेसन ल्याइदिएको छु मैले है। डेभिड भन्ने मान्छेले के भन्छन् भने चाहिँ लिगल प्रोफेसन भनेको सेल्फ इमेज प्रोफेसन हो भनेर भन्छ। लिगल प्रोफेसन के हो त? सेल्फ इमेज प्रोफेसन हो भनेर भन्छन्। त्यसपछि तिमीहरूले फिगर बनाउन पर्यो। म हरेक ठाउँमा फिगर बनाउने कुरामा अझ एकदमै एडभान्स बनाएर लास्टमा पठाउँछु तिमीहरूलाई। अनि फिगरको क्लास पनि गर्नु छ एक दिन साँच्ची, मलाई सम्झाउनु। अनि डेभलपमेन्टमा है, अर्थात् अब कसरी डेभलप भयो भन्ने कुरातिर जान पर्यो। डेभलपमेन्टमा चाहिँ सुरुमा के छ त? किरात पिरियड छ है। सुरुमा के छ? किरात पिरियड। त्यसको लेखेर त्यसको की पोइन्ट, धेरै कुरा आएन हेर।
हामीलाई 5 मार्क्समा आउँदा हामी भ्याउँदैनौँ, त्यो भएर एकदमै सकेसम्म सर्ट बनाउने कोसिस गर्ने हो। किरात पिरियड, अनि लिच्छवी पिरियड मल्ल पिरियड, अनि शाह पिरियड, अनि मुलुकियनको पिरियड, अनि त्यसपछि पिरियड अफ द 2025 पछिको पिरियड, अनि त्यसपछि 25 देखि 51 सम्मको पिरियड र प्रेजेन्ट पिरियड। यति पिरियड लेख्ने हो। मैले त्यति बेला ल्याइदिएको छु। मैले ल्याएको भन्दा थोरै लेखे पनि हुन्छ, हरेकको चाहिँ 2-3 लाइन मात्र लेख्दा पनि हुन्छ, ठिक छ। त्यसरी लेखेर चाहिँ अनि लास्टमा चाहिँ ल हामीसँग चाहिएको कुरा, हामीलाई कन्स्टिट्युसन चाहियो, ल चाहियो, अनि त्यसपछि के चाहियो त केस ल चाहियो, त्यो त गर्नु नै पर्यो है। ओके, सो किरातदेखि लिएर सबै पिरियड, मैले कुनै पिरियड लेख्दिनँ यहाँ। डेभलपमेन्ट, त्यसपछि लास्टमा कन्स्टिट्युसन, ल, केस ल, अनि कन्क्लुजन है। यति कुरा चाहिँ हामीलाई के गर्यो त, यति कुरा त हामीलाई चाहियो नै चाहियो, त्यो कुरा रह्यो, ठिक छ। सो केस ल पनि सेम केस ल हो, कन्क्लुजन पनि सेम हो, लमा सेम हो। हामीलाई यहाँ मेन हिस्ट्री चाहियो। हिस्ट्रीमा कसैलाई आएन भने पनि त्यही नर्मल हाम्रो लको हिस्ट्री छ, त्यहीलाई जोडेर लेख्दा पनि हुन्छ। त्यसमा थोरै हरेक कुरालाई चाहिँ प्रोफेसनसँग कनेक्ट गर्ने हो क्या, कुनमा कस्तो खाले प्रोफेसन थियो भन्ने कुरासँग मात्रै कनेक्ट गर्ने हो, अरू केही पनि छैन। सो अर्को छ क्याटेगोरिज अफ लयर है, कानुनी व्यवसायका प्रकारहरू अर्थात् वर्गीकरण। यो पनि इक्जाम पोइन्ट अफ भ्यूले इम्पोर्टेन्ट नै छ, महत्त्वपूर्ण नै छ, यो पनि इक्जाम आउन सक्छ। सो प्लिज ख्याल गर्नु र भाइ बहिनीहरू। सो यसमा पनि धेरै कुरा हामीले धेरै कुरा गर्न पर्ने छैन है, थोरै कुरा छ। थोरै भनेको चाहिँ सुरुमा लयरको मिनिङ र डेफिनेसनको कुरा नै हामी गर्नुपर्छ, किनभने लयरलाई भागमा बन्न लाउनु भन्दा पहिला चाहिँ हामीले त्यसलाई के हो भन्ने कुरा चाहिँ भन्न पर्यो, 1-2 लाइनमा बरु। सो त्यही कुरामा चाहिँ मैले दुईटा एउटा मिनिङ राखिदिएको छु। लयर भनेको के हो भन्दा अघि पनि भने, एउटा प्रोफेसनली ट्रेन मान्छे हो जसले चाहिँ के गर्छ त क्लाइन्टलाई रिप्रेजेन्ट गर्छ, क्लाइन्टको बेस्ट इन्ट्रेस्टमा, इन कोर्ट्समा अर्थात् अन्य कुनै ठाउँमा पनि हुनसक्छ। एज युजुअल रस्को बाहुनले लयर्स आर सोसियल इन्जिनियर्स भनेर भन्छन्, होइन भने अगाडिको मैले भनेको छु नि तिमीहरूको जस्टिस सूर्यकान्तको राखे पनि हुन्छ, त्यो पनि हुन्छ, ठिक छ। अनि नेपाल बार काउन्सिलको राखे पनि हुन्छ, विच इज इम्पोर्टेन्ट अल्सो। अनि अब क्याटेगोरिज अफ लयरमा चाहिँ तिनीहरूलाई मैले केही कुराहरू राखिदिएको छु। त्यो केही कुराहरूमा चाहिँ सुरुमा छ सुप्रिम कोर्ट रेगुलेसन 2013 है। यो चाहिँ अहिले पहिलाको दुईटा कुराको, सुप्रिम कोर्ट रेगुलेसन 2013 र लिगल प्र्याक्टिसनर एक्ट एन्ड रेगुलेसन 2025 दुइटैले चाहिँ 4वटा टाइप्सको लयर्स हुन्छ भनेको छ है। त्यो कुरा गरेको छ, त्यो कुरा लेख्न पर्यो पहिला। 2000 कतिको कुरा त 2013 / दिएर 2024, ठिक छ। यसका 4वटा कुरालाई हामीले छुटाउनु भएन। सिनियर एडभोकेट वरिष्ठ अधिवक्ता, अधिवक्ता एडभोकेट, प्लिडर वकिल, एजेन्ट भनेको एजेन्ट भन्नाले अब त्यति बेला फरक के थियो भनेपछि चाहिँ अधिवक्ता र प्लिडरमा फरक थियो क्या है। यो चाहिँ जुन कुरा चाहिँ वकिल र अधिवक्तामा फरक थियो त्यति बेलाको लमा, त्यति बेलाको कानुनमा। अब फरक के थियो भन्ने कुरामा, अधिवक्ता भनेको चाहिँ लाइसेन्स लिएको व्यक्ति हो जसले चाहिँ रिप्रेजेन्ट थियो, तर वकिल भनेको चाहिँ अधिवक्ताको सरहको लाइसेन्स नलिएको तर पनि केही मुद्दामा चाहिँ बहस गर्न पाउने व्यक्ति चाहिँ वकिल हुन्थ्यो, त्यस्तो व्यवस्था थियो, जुन अहिले छैन। त्यस कारणले गर्दा अहिले त्यति धेरै डिटेलमा जानिराख्नु पर्दैन। सो हामीले जान्नै पर्ने कुरा भनेको चाहिँ सुप्रिम कोर्ट रेगुलेसन 2074, यो एक्जिस्टिङ ल हो, अहिले चलिरहेको ल हो। त्यही भएर अहिले चलेको ललाई त हामीले बिर्सिने हक हामीसँग छैन भन्ने कुरालाई ख्याल गर्नु है। अनि त्यसपछि सुप्रिम कोर्ट रेगुलेसनको सेक्सन 2 को डीले चाहिँ लिगल प्र्याक्टिसनरलाई चाहिँ एज अ कतिवटा हुन्छन् भन्ने कुरामा सिनियर एडभोकेट र एडभोकेट मात्रै डिफाइन गर्छ है। दुईटा वरिष्ठ अधिवक्ता र अधिवक्तालाई सम्झिनुपर्छ भनेको छ। र उसले केही अधिकारहरूको कुरा गरेको छ, सिनियर एडभोकेट र एडभोकेटको र प्लिडर र एजेन्टको पनि है, त्यो कुराको व्याख्या गरेको छ। अब यसले चाहिँ दाइ तपाईँले अधिवक्ता र वरिष्ठ अधिवक्ता मात्रै भन्नुभयो, तल फेरि राइट्समा सबैको राख्नुभयो भन्नु होला तपाईँहरू। सुप्रिम कोर्ट रेगुलेसनले अबको टाइममा अधिवक्ता भनेको एउटा वरिष्ठ अधिवक्ता हुन्छ, एउटा अधिवक्ता हुन्छ भन्यो, तर त्योभन्दा पहिल्यै लाइसेन्स लिएका प्लिडरहरू एजेन्टहरू त छन् नि त है। कानुनको काम त भोलिका दिनको कुरालाई रेगुलेट गर्ने हो, हिजोको कुरालाई रेगुलेट गर्ने त होइन, डेफिनेटली होइन है। हो त्यस कारणले गर्दा पहिलाको कुरालाई पनि चाहिँ ख्याल गर्नुपर्छ। प्लिडर भनेको मैले अगाडि पनि भनेको थिएँ, सेम एक्सपेक्ट क्यानट प्र्याक्टिस इन सुप्रिम कोर्ट है।
हाम्रो लले चाहिँ स्पेसली पछि के व्यवस्था गरिदियो त सर्वोच्च अदालतमा बाहेक अन्य अदालतहरूमा चाहिँ बहस गर्न पाउने प्लिडर वकिलहरू भए एजेन्ट भनेको चाहिँ असो सहयोग गर्ने एसिस्ट गर्ने भइहाल्यो ठिक छ त्यो कुरा रह्यो सो लिगल रजिस्ट्रेसनमा चाहिँ हाम्रो अब नेपाल बार काउन्सिलमा जाउँ किनभने यो एकदमै मेन एक्ट हो नेपाल बार काउन्सिल नै हामीले जान्न पर्ने ल लिगल प्रोभिजनमा जुनलाई छुटाउनै मिल्दैन लिगल अहिलेको तत्काल चलेको कानुन चाहिँ नेपाल बार काउन्सिल एक्ट 2050 हो जसको सेक्सन 17 ले के भन्छ भने चाहिँ लिगल प्र्याक्टिसनर नै भन्छ अझ लिगल प्र्याक्टिसनर भनेर भन्छ अधिवक्ता भन्दैन लिगल प्र्याक्टिसनर भनेको चाहिँ जो चाहिँ इक्जाम पास गरेर चाहिँ लाइसेन्सको लागि चाहिँ इलिजिबल हुन्छ त्यो चाहिँ लिगल प्र्याक्टिसनर हो र टाइटल अफ सिनियर एडभोकेटमा चाहिँ सेक्सन 21 ले के भन्छ भने एटलिस्ट लिगल के अरे यो वरिष्ठ अधिवक्ता हुनको लागि चाहिँ 15 इयर्स एक्सपिरियन्स चाहिन्छ है सुप्रिम कोर्ट अर्थात् हाई कोर्टमा है त्यो चाहिँ चाहिन्छ त्यति चाहिँ गरेको हुनुपर्छ के गर्नलाई चाहिँ सिनियर एडभोकेट हुनलाई त्यो कुरा चाहिँ हाम्रो कानुनले व्यवस्था गरेको छ अब है रुल अफ प्रोफेसनल कोड भन्ने कुरा चाहिँ थोरै मैले यहाँ राखिदिएको छु एडभोकेटको र सिनियर एडभोकेटको र लिगल प्र्याक्टिसनरको यसलाई चाहिँ थोरै जोड्नलाई इक्जाममा सर्टमा आयो भने त डाइरेक्ट सर्ट एन्सर मात्रै हुन्छ धेरै कुरा जरुरी छैन प्लिज म्युट गर है म्युट गर साथीभाइहरू ठिक छ त्यही भएर नट मोर इम्पोर्टेन्ट नट मच इम्पोर्टेन्ट फर इक्जाम सो लास्टमा त हामीसँग छँदैछ यहाँनिर अरू लेख्ने कुरा लेख्नु अनि लास्टमा चाहिँ हामीसँग के छ त ल र केस ल र कन्क्लुजन कन्स्टिट्युसन लेख्दा पनि हुन्छ नलेख्दा पनि हुन्छ डाइरेक्ट छैन त्यही भएर नलेख्दा पनि हुन्छ कन्स्टिट्युसनको कानुन व्यवसायको कुरा चाहिँ आर्टिकल 20 मा लेखेको छ त्यही भएर लेख्दा पनि हुन्छ केही समस्या छैन सो लिगल प्रोभिजनमा चाहिँ दुईटा लिगल प्रोभिजन छँदैछ कोर्टमा चाहिँ दुईटा के अरे केसमा दुईटा केसमा सेम केसमा छँदैछ जुन कुरालाई हामीले लेख्न पर्यो इक्जाम पोइन्ट अफ भ्यूले पनि त्यही नै लेख्न पर्यो सो एउटा दुईटा कुरा भयो अब अलिकति इक्जाम पोइन्ट अफ भ्यूले इम्पोर्टेन्ट भनेको बार काउन्सिल नेपाल बार काउन्सिल आउन सक्छ इक्जाममा सो ख्याल गर्नु यो कुरालाई बार काउन्सिलको बारेमा हामीले जान्नै पर्ने कुराहरू केही कुराहरू छ त्यो कुरा गरौँ सुरुमा त इन्ट्रोडक्सन नै हो परिचय नै हो सो इन्ट्रोडक्सन बार काउन्सिल भनेको के हो त बार काउन्सिल भनेको 1993 मा इस्टाब्लिस भएको एउटा इन्स्टिट्युसन हो के गर्नलाई त टु प्रमोट एन्ड रेगुलेट लिगल प्रोफेसन इन नेपालमा लिगल प्रोफेसनलाई कस्तो बनाउने भन्ने कुरा रेगुलेट गर्नलाई इस्टाब्लिस भएको 1993 मा इस्टाब्लिस भएको गभर्नमेन्ट इन्स्टिट्युसन इज नेपाल बार काउन्सिल र यसको काम के त मेन भनेको चाहिँ यसले चाहिँ लाइसेन्सको इक्जाम लिने लयरहरूको रेकर्ड मेन्टेन गर्ने इथिकल कन्डक्ट मेन्टेन गर्ने र लयरहरूलाई चाहिँ यदि केही चाहियो भने प्रोफेसनल डेभलपमेन्ट पनि गर्ने र सजाय पनि गर्ने काम गर्छ कारबाही पनि गर्ने काम गर्छ है यो कुरा चाहिँ हामीले बिर्सनै भएन सो मैले सुरुमा थोरै इन्ट्रोडक्सन अब बार काउन्सिलको बारेमा लेख्नुस् भनेर आउन सक्छ तिमीहरूलाई त्यही भएर चाहिँ त्यही किसिमले लेखेको छु मैले सो केही की पोइन्ट्सहरू छ कि की पोइन्ट्समा चाहिँ बार काउन्सिल के हो भन्ने कुरा चाहिँ एकैचोटि हाइलाइट माथिकै कुरालाई चाहिँ टक्क पोइन्टमा टुक्राएको हो त्यसमा धेरै कुरा छैन यो ब्याकग्राउन्डमा चाहिँ नलेख्दा पनि हुन्छ त्यही भएर मैले यसलाई चाहिँ इटालिक बनाएको छु लेख्दा पनि हुन्छ नलेख्दा पनि हुन्छ टाइम भ्याउँदैन होला जस्तो लाग्छ मलाई यो बार काउन्सिल एक्ट 2050 ले त्योभन्दा पहिलाको 2025 को ल प्र्याक्टिसनर एक्टलाई चाहिँ रिपिल गर्यो खारेज गर्यो र यो नेपालमा फुल्ली इम्प्लिमेन्टेड चाहिँ 2051/427 बाट चाहिँ भयो अहिलेसम्म 5 पल्ट संशोधन भइसकेको छ यो कुरा चाहिँ हामीले थोरै जान्न पर्यो इक्जाममा नलेख्दा पनि हुन्छ र इस्टाब्लिसमेन्टको हिसाबमा चाहिँ सेक्सन 3 को कुरा बरु एक लाइन चाहिँ लेख्न पर्यो यो सबैलाई तिमीहरू एक लाइनमा लेख्न सक्छौ अब सबैलाई एक लाइनमा कसरी लेख्ने तपाईले चाहिँ 3 लाइन बनाउनु भएको छ भनौला कसैले कसरी लेख्ने भने चाहिँ सेक्सन 3 ले चाहिँ सेक्सन 3 लेखेर त्यसको मुनि चाहिँ एनबीसी नेपाल बार काउन्सिल इज एन अटोनोमस इन्स्टिट्युसन है अटोनोमस कर्पोरेट इन्स्टिट्युसन जसको अफिस चाहिँ काठमाडौँमा छ भनेर यति लेख्दा हुन्छ अरु केही पनि चाहिदैन है अनि कम्पोजिसन र टेन्युर पनि एक लाइन लेख्ने हो योभन्दा धेरै लेख्ने होइन है कम्पोजिसन र टेन्युर पनि एक लाइन लेख्ने हो इस्टाब्लिसमेन्ट कम्पोजिसन र टेन्युरमा सेक्सन 4 ले गर्छ
कम्पोजिसन अब मेम्बरहरू सबै लेखिराख्नु परेन, यहाँ मेम्बरहरू सबै लेखिराख्नु परेन। के चाहिँ लेख्नु पर्यो भने जस्तो यतिजना मेम्बरहरू हुन्छन्, 11जना मेम्बरहरू, के अरे नेपाल बार काउन्सिलमा चाहिँ यतिजना मेम्बरहरू हुन्छन्, यसको अध्यक्ष यो हुन्छ, एटर्नी जेनरल अध्यक्ष हुन्छ है, यति कुरा चाहिँ जान्न पर्यो। अनि अरू अरू मेम्बरहरूमा चाहिँ हामीले लेख्न परेन, टेन्युर 5 वर्षको हुन्छ, यति जान्न पर्यो है। अनि इलिजिबिलिटी के हुन्छ त एटलिस्ट 10 years एक्सपिरियन्स इन लिगल प्र्याक्टिस, ठिक छ, ओके, त्यो कुरा चाहिँ लेख्नु है। यो पनि एक लाइनमा लेख्ने कुरा हो। अब हामीलाई इक्जाममा आउने भनेको चाहिँ फङ्सन, एकदम इक्जाममा आउने भनेको फङ्सन। फङ्सनमा चाहिँ अब हामीले जान्नै पर्ने कुरा भनेको के हो भने, हामीले जान्नै पर्ने कुरा भनेको चाहिँ के हो भने हाम्रो एक्ट छ, मैले अगाडि पनि भने नेपाल बार काउन्सिल एक्ट छ, नेपाल बार एक्ट 2050। सो वी हेभ त्यसको सेक्सन 8 ले चाहिँ के व्यवस्था गर्छ त, त्यसले सेक्सन 8 ले पावर एन्ड फङ्सनको व्यवस्था गर्छ। पावर एन्ड फङ्सनको व्यवस्था गर्छ। यो कुरालाई चाहिँ थोरै ध्यानमा राख्नु, त्यो राम्रो नै हुन्छ। मैले ध्यानमा राख्नु भनेपछि राखेकै राम्रो हो, राख्दैनौ भने त नराखेकै राम्रो हो। म केही पनि भन्दिनँ, मेरो अधिकार नै छैन भन्ने कुरा म बुझेँ। सो यसमा अब यति कुरा गरेर अगाडि बढ्ने है, यति कुरा गरेर अगाडि बढ्ने। अब यसको मेन काम के हो भनेर मैले टक्क काम ल्याइदिएको छु, फङ्सन्स एन्ड पावर। सो मेन काममा चाहिँ लाइसेन्सिङ एन्ड रजिस्ट्रेसन मेन काम यही हो। अनि प्रोफेसनल डिसिप्लिन मेन्टेन, व्यावसायिक अनुशासन चाहिँ यसले मेन्टेन गर्छ, त्यो काम हो। लिगल इन्फोर्समेन्ट, कानुनको कार्यान्वयन गर्ने काम गर्छ इन केस अफ भाइलेसन अफ दिस एक्ट। रुलहरू कसैले भाइलेट गर्यो भने चाहिँ एक्ट, अनि त्यसपछि एक्ट कसैले भाइलेट गर्यो भने त्यसको चाहिँ पनिस गर्ने काम गर्छ। प्रोटेक्सन अफ लयर्स, कानुन व्यवसायीको चाहिँ डिग्निटीको, राइटको, वेलफेयरको प्रोटेक्ट गर्ने काम गर्छ, संरक्षण गर्ने काम गर्छ। लिगल एजुकेसन डेभलपमेन्ट, कानुनी शिक्षाको विकास गर्ने काम गर्छ। तिमीहरूले यस्तो सुन्नु न केसहरू, योभन्दा पहिला आरजियूले चाहिँ, राजर्षि युनिभर्सिटीले चाहिँ सबैलाई एफिलिएसन दिँदा मुद्दा परेको थियो। योभन्दा पहिला ओपन युनिभर्सिटीको पनि मुद्दा परेको थियो। अनि त्यो मुद्दामा चाहिँ यस्तो केसहरूमा चाहिँ अस्ति भर्खरको केसमा नेपाल बार काउन्सिलले चाहिँ अवलोकन गरेर योलाई चाहिँ बिएलएलबी पढाउन लाइसेन्स दिनु, योलाई चाहिँ नदिनु भनेर चाहिँ त्यो पनि गरेको थियो। हो, यस्तो काम गर्छ क्या बार काउन्सिलले लिगल एजुकेसनको राम्रोको लागि। अनि एडमिनिस्ट्रेटिभ एन्ड फाइनेन्सियल पावर, डेफिनेटली यो त आफ्नो जसको अफिसमा पनि हुने कुरा भइहाल्यो। र जेनरल एन्ड डेलिगेटेड पावर, कहिलेकाहीँ चाहिँ पावर डेलिगेट गरेर अरूलाई दिने कुरा पनि भइहाल्यो, त्यसमा समस्या भएन। ओके, सो एट द एन्ड हामीसँग छँदैछ ल छ, हामीसँग ल केस ल छ हामीसँग। मैले एउटा 1-2टा केस ल ल्याएको छु यहाँ। 2टा केस लमा एउटा चाहिँ एडभोकेट कान्तिराम ढकाल भर्सेस मेट्रोपोलिटन ट्राफिक टेकको केस ल छ। यो केस लमा चाहिँ के भएको थियो भने चाहिँ राइट टु लिगल प्र्याक्टिस एन्ड रिप्रेजेन्टेसन क्यानट बी रेस्ट्रिक्टेड इभन ड्युरिङ इमर्जेन्सिज। देशमा सङ्कटकाल भए तापनि है, देशमा सङ्कटकाल भए तापनि, अरू सबै अधिकार कट्टेल भए तापनि राइट टु लिगल प्र्याक्टिस एन्ड रिप्रेजेन्टेसन जुन अधिकार हुन्छ, दिस राइट क्यान नट बी के हुन सक्दैन त रेस्ट्रिक्टेड है, रेस्ट्रिक्ट गर्न सकिँदैन, प्रतिबन्ध लाउन पाइँदैन, यसलाई निषेध गर्न पाइँदैन भन्ने कुरा गरेको छ। इज भेरी इम्पोर्टेन्ट केस ल फर लयर्स। अनि त्यसपछि अर्को भनेको सिआइए भनेको मलाई विश्वास छ तिमीहरूलाई थाहा छ, हतियार दुरुपयोग अनुसन्धान आयोग, कमिसन फर द इन्भेस्टिगेसन अफ एब्युज अफ अथोरिटी भर्सेस नरेन्द्र बहादुर चन्द 2058 को केस ल। यो केस लमा के भनेको थियो भनेपछि चाहिँ प्रोसिक्युटर्स बोनाफिडा भनेको चाहिँ गुड इन्टेन्सनमा डिसिजन ड्यू टु ल्याक अफ एभिडेन्स इज नट एब्युज अफ अथोरिटी। हेर, यो भनेको के हो भने प्रमाणको अभावमा सरकारी वकिलले असल नियतले गरेको मुद्दा नचलाउने निर्णयलाई चाहिँ अधिकारको दुरुपयोग गरेको मानिँदैन भनेको छ। यो भन्नु पछाडिको फिलोसफी के हो भने हेर, सरकारी वकिलसँग मुद्दा चलाउने कि नचलाउने निर्णय गर्ने अधिकार हुन्छ। यदि तिमीहरूलाई याद छ भने तिमीले पढेका छौ है, अभियोजनको निर्णय हुन्छ, अभियोजनको लागि एउटा निर्णय हुन्छ जुन निर्णय सरकारी वकिलले लिन्छ आफ्टर कम्प्लिट अफ द इन्भेस्टिगेसन बाई अथोरिटी, अर्थात् प्रहरीले इन्भेस्टिगेसन गरिसकेपछि अनुसन्धान प्रतिवेदन बुझाउँछ र त्यो अनुसन्धान प्रतिवेदनमा चाहिँ प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश भइसकेपछि सरकारी वकिलले चाहिँ त्यसमा चाहिँ अभियोजनको निर्णय गर्छ। त्यो भनेको चाहिँ अब अभियोग पत्र लाउने कि नलाउने
किनभने डेफिनेटली सरकारमा गएका मुद्दाहरू, सरकारी वकिलमा गएका मुद्दाहरू फौजदारी मुद्दा, सरकारवादी मुद्दा हुन् जुनहरू चाहिँ अभियोग पत्रबाटै सुरु हुन्छ, के अरे अभियोग पत्रबाटै अदालतमा सुरु हुन्छ। त्यस कारणले गर्दा अभियोग पत्र लाउने कि नलाउने भनेर अभियोजनको निर्णय हुन्छ। त्यो निर्णयमा उसले अभियोजन नलाउने निर्णय पनि गर्न सक्छ, लाउने पनि गर्न सक्छ। र यो केसमा के भएको थियो भने सरकारी वकिलले चाहिँ आफ्नो फाइदाको लागि चाहिँ उसले चाहिँ अभियोजन नलाउने निर्णय गर्यो भनेर केस रिट गएको, के अरे मुद्दा गएको थियो। त्यस्तो मुद्दामा अदालतले के भन्यो भने प्रमाणै छैन, प्रमाणको अभावमा दुईटा कुरा हुनु पर्यो। एउटा प्रमाणको अभाव हुनु पर्यो, एउटा बोनाफाइड हुनु। बोनाफाइड भनेको असल नियत, गुड इन्टेन्सन हुन पर्यो। गुड इन्टेन्सनका साथमा गरेको केही पनि निर्णय के हो त, त्यो निर्णय चाहिँ एब्युज अफ अथोरिटी होइन भनेर चाहिँ भनेको केस ल, विच इज भेरी इम्पोर्टेन्ट फर एक्जाम। त्यो कुरा हो केस ल। आफ्टर केस सो वी हेभ लाइक कन्क्लुजन। यसमा मैले केही पनि भन्ने कुरा छैन। ओके, सो एउटा जान्नै पर्ने कुरा, हामीले एकदमै जान्न पर्ने कुरा, वाइ लयर्स वेयर ब्ल्याक कोट। यो त एक्जाममा आउँछ, नआए पनि यो लाइफ टाइम जान्न पर्ने कुरा हो जस्तो लाग्छ मलाई। किन ब्ल्याक कोट हामी युज गर्छौँ लयरहरूले, अर्थात् हामी किन ब्ल्याक कोट युज गर्ने भन्ने कुरा चाहिँ हो। सो थोरै ब्याकग्राउन्डमा थोरै हामीले चाहिँ लयरहरूले चाहिँ ब्ल्याक कोट र व्हाइट सर्ट स्पेसियली है, ब्ल्याक एन्ड व्हाइट ड्रेस कोड चाहिँ युज गर्छन् फर रिफ्लेक्सन्स अफ द प्रोफेसनलिजम, डिसिप्लिन एन्ड रेस्पेक्ट अफ द कोर्ट। त्यो कुरा रह्यो। सो त्यसपछि अर्को कुरा भनेको चाहिँ बिइङ अ लयर इज नट, अब एउटा डेफिनेसन छ, मैले एउटा डेफिनेसन ल्याइदिएको छु। केवल अधिवक्ता हुनु, वकिल हुनु केवल एउटा पेसा मात्रै होइन। बिइङ अ लयर इज नट मेयरली अ भोकेसन, इट इज अ पब्लिक ट्रस्ट। यो भनेको एउटा सार्वजनिक विश्वास हो। एन्ड इच अफ अस हैज एन अब्लिगेसन टु गिभ ब्याक टु आवर कम्युनिटिज है। भन्नुको मतलब हामी प्रत्येकको दायित्व के हो भने समुदायलाई त्यो दायित्व फिर्ता गरेर हुन्छ। त्यो दायित्व के हो त भने ट्रस्टको है। हामीले चाहिँ त्यो पब्लिक ट्रस्ट हुन्छ हामीमाथि, सार्वजनिक विश्वास हुन्छ, त्यो विश्वासलाई चाहिँ बनाइराख्ने काम हाम्रो हुन्छ भनेर भनेका छन्। विच इज कम्प्रिहेन्सिभ डेफिनेसन फर लयर्स। यो डेफिनेसन राख्न पर्यो तिमीहरूले, एकदमै खोजेर ल्याएको डेफिनेसन हो। यस्ता यस्ता कुराहरू चाहिँ ध्यान दिनु। एक लाइन हुन्छ तर एक लाइनले चाहिँ इम्प्रेसन पारिदिन्छ। अनि इतिहासको कुरा गरौँ थोरै, ब्ल्याक कोड किन प्रयोग गरे त हामीले भन्ने कुरामा चाहिँ थोरै इतिहास जान्न पर्छ। डेफिनेटली हामीले इतिहास जान्न पर्छ। त्यो इतिहासको सन्दर्भमा है, यो सुरुमा इङ्ल्यान्डबाट सुरु भएको, 1685 मा इङ्ल्यान्डमा चाहिँ आफ्टर द डेथ अफ द किङ चार्ल्स सेकेन्ड है, चार्ल्स आईको डेथ भएपछि चाहिँ जजेस एन्ड लयरहरूले चाहिँ ब्ल्याक कोटहरू युज गर्न थाले। किनभने है, किनभने चाहिँ उनीहरूले चाहिँ उसको शोक मनाउनलाई, शोकको प्रतीकको रूपमा आफ्नो राजा मरिसकेपछि चाहिँ राजाको शोकमा छौँ है भन्ने कुरा दर्शाउनलाई चाहिँ कालो ग्राउन्ड लगाउन थालेका थिए त्यति बेला है। कालो ग्राउन्ड लाउन थाले। तब त्यो लाउँदै गर्दा चाहिँ त्यो कुरा बिस्तारै चाहिँ त्यो ठिक भयो, सुइटेबल भयो, प्रोफेसनको लागि फेभरेबल भयो। अनि एउटा आइडेन्टिटी बन्न थाल्यो है। त्यसपछि एउटा आइडेन्टिटी बन्न थाल्यो। अब आइडेन्टिटी बन्न थालिसकेपछि चाहिँ त्यो चाहिँ पछि कल्चरको रूपमा परिणत भयो। अनि कल्चरको रूपमा परिणत भएपछि आजका दिनमा यो के भयो त, एउटा कोड नै भइहाल्यो, कन्डक्ट नै भइहाल्यो। ठिक छ, यसरी चाहिँ सुरु भएको हो खासमा। यसको यही कारणले गर्दा लाउने कानुन आएर सुरु भएको भन्ने छैन। बाइ कल्चर डेभलप भएको कुरा, अहिले विश्वभरि नै यो चलिरहेको कुरा छ। यो त लजिक भयो। तर अब किन त भन्ने कुरामा केही आधारहरू छन्, जुन आधारहरू चाहिँ एकदमै चाहिन्छन्। तिनीहरू हामीलाई इक्जाम पोइन्ट अफ भ्यूले त हामीलाई आधारै चाहिने हो। 5 मार्क्समा आउँछ, त्योभन्दा धेरै आउँदैन, त्यो बेला धेरै रात दिनुपर्ने अवस्था पनि छैन। सो किन ब्ल्याक कोड गर्छन् भन्ने कुरामा चाहिँ रिजन्सहरू छ यहाँ। यो रिजनहरू चाहिँ लेख्नु। किनभने यो ब्ल्याक कोट भनेको, ब्ल्याक ड्रेस भनेको सिम्बल अफ अथोरिटी, पावर एन्ड कन्ट्रोल हो। अधिकार, शक्ति र नियन्त्रणको प्रतीक मानिन्छ। इट रिप्रेजेन्ट्स लोयल्टी टु जस्टिस, न्यायप्रतिको समर्पण र निष्ठालाई प्रतिनिधित्व गर्छ। इट रिफ्लेक्ट डिग्निटी, अनर एन्ड प्रोफेसनलिजम, डेफिनेटली मान मर्यादा र व्यावसायिकता झल्काउँछ। इट इन्स्योर युनिफर्मिटी एन्ड इक्वालिटी अमङ द लयर्स। अनि त्यसपछि चाहिँ ब्ल्याक कोडले चाहिँ के पनि गर्छ त, इट न्युट्रालिटीको कुरा, सिरियसनेसको कुरा, सिरियसनेस र न्युट्रालिटी, अनि विथ ब्यान्स, प्युरिटी, इनोसेन्ट, होप अफ जस्टिस, डिसिप्लिन प्रमोट गर्छ, कोर्ट रुमको डेकोरम मेन्टेन गर्न हेल्प गर्छ, आइडेन्टिटी पनि हो एउटा, स्ट्रेन्थको सिम्बल हो, ट्रेडिसन मेन्टेन गर्छ, अ सेन्स अफ रेस्पोन्सिबिलिटी दिन्छ भन्ने कुरा। यी त गफै हुन्। गफ मतलब इक्जाममा लेख्ने भनेको गफ नै हो।
त्यो कुरा छ। त्यसपछि एट द एन्ड हामीसँग ल चाहियो। लको लागि मैले तिमीहरूलाई एउटा कोड अफ कन्डक्ट अफ द लिगल प्र्याक्टिसनर एट 2051 को सेक्सन 3 ले कुरा गर्छ। लेट मी चेक कोड अफ कन्डक्ट अफ द लिगल प्र्याक्टिसनर। कोड अफ कन्डक्ट अफ द लिगल प्र्याक्टिसनर अहिले चाहिँ रुल अफ कन्डक्ट 2079 भएको छ। त्यही भएर मैले चेक गर्न खोजेको थिएँ। ओके, यसलाई चाहिँ बेटर, यसलाई चाहिँ यो बनाऊ है। हुन त त्यो पनि ठिक छ, त्यो पनि ठिक छ। सँगसँगै यो लेख्नु पर्यो, तल लेख्दा बेटर होला जस्तो लाग्यो। ओके, टु 2079 यो लेख्दा ठिक होला। अनि डिस्ट्रिक्ट कोडको रुल 2075 को रुल 6 मा यो कुरा छ। सुप्रिम कोर्टको रुल 2074 को रुल 5 मा यो कुरा छ। यो लहरू चाहिँ नछुटाउनु। अनि केस लमा चाहिँ मैले एउटा केस ल ल्याएको छु। यो चाहिँ नेपालमा यो केस ल छैन, त्यही भएर मैले इन्डियाको केस ल ल्याएको छु। इन्डियामा गजब केस ल छ, यो एकदम ल्यान्डमार्क केस ल छ। ठिक छ। ट्र्याकदास भर्सेस सिभिल जजको केस ल हो यो। रिट नम्बर 1406 एआइआर। एआइआर भनेको चाहिँ अल इन्डिया रिपोर्ट भन्ने हो है। के अरे यो चाहिँ इन्डियाको, नेपालको एनकेपी छ, नेपाल कानुन पत्रिका छ, त्यस्तै गरेर चाहिँ इन्डियाको हो यो। ठिक छ। इन्डियाको चाहिँ सबै कुरा पब्लिस यसमै हुन्छ ल सम्बन्धी। यसमा के भनेको छ भने लिगल प्र्याक्टिसनर मस्ट वेयर ब्ल्याक कोट भनेर भनेको छ। ब्ल्याक कोट र शेरवानी चाहिँ लाउन पर्छ भनेको छ। जुन कुरा हामीलाई चाहिएको त्यही कुरा हो। सो एट द एन्ड हामीसँग के छ त कन्क्लुजन छ। सो हामीले सकायौँ भनेको कुरा चाहिँ बुझ्न पर्यो। अब यो थ्याङ्क यू, बेस्ट अफ लक फर इक्जाम भन्ने कुरा छँदैछ। हामीले नेप्लिज लिगल सिस्टम सकायौँ, अब चाहिँ रमाइलो गर्न पाइयो। ल यति भयो भने चाहिँ हामीले नेप्लिज लिगल सिस्टम सकायौँ, विदिन टाइममै सकायौँ। मैले भनेको थिएँ हिजो पनि थोरै छिटो सकिन्छ भनेर। अब तिमीहरूको यता हल्ला के गरेका छौ त्यही हेरौँ। अनि त्यसपछि क्वेसनहरू पनि हेरौँ है। ओके, सो कसैलाई केही क्वेसन छ भने भन, होइन भने चाहिँ टाटा बाई बाई। दाइ सस्पेन्सन सब लाइसेन्स बदर त्यो कुन कुन अवस्थामा हुन्छ त्यो त पढाइ भएन। त्यो सजाय हो, मैले ल्याइनँ, मलाई लाग्यो आउँदैन। आउन सक्छ कहिलेकाहीँ, पढ्नु है, त्यो रुलमा छ। त्यो आउन सक्छ कहिलेकाहीँ सस्पेन्सन कस्तो अवस्थामा बदर हुन्छ। त्यो किन पनि आउँदैन जस्तो लाग्छ भने त्यहाँ कन्डिसनहरू धेरै छ, तिमीहरूलाई चाहिँ आउँदैन जस्तो लाग्छ। पहिला सुरुमा नसिहत दिने है उनीहरूलाई चाहिँ, ल यस्तो नगर भन्ने। यदि नसिहत दिएर पनि मानेन भने सस्पेन्स गर्ने। यो प्रोसेस चाहिँ आउन सक्छ, टाइप्स चाहिँ आउन सक्छ। सस्पेन्सन भनेको केही समयको लागि, 6 महिनाको लागि, 1 वर्षको लागि, 2 वर्षको लागि। अनि त्यसपछि चाहिँ त्यो पनि मानेन भने चाहिँ लाइसेन्स नै खारेज गर्ने, त्यो चाहिँ सजायको प्रकार हो। त्यो आउन सक्छ। तर अवस्थाहरू त धेरै अवस्था छ, त्यही भएर सायद नआउला कि भन्ने मलाई लाग्छ। तर पढ्न चाहिँ पढ्नुपर्छ तिमीहरूले है। ओके, सो अरू केही साथीहरू, मित्रहरू, केही अरू? अरू केही छ भने भन ल। त्यो लयर्स एज अ सोशल इन्जिनियर छ नि सर, त्यो नि थोरै भन्नु। ल त्यो त म नोट पठाइदिन्छु, टेन्सन ड्राफ्टिङको क्लास हुन्छ कि? हजुर, भोलि लिगल ड्राफ्टिङको क्लास हुन्छ कि? मैले भने नि अगाडि, हामीले अब केही दिन ग्याप लिन्छौँ किनभने धेरैजनाको इक्जाम भाइबा अनि इक्जाम सकिन आँटेको छ धेरै कलेजहरूमा। र लिगल ड्राफ्टिङ भनेको चाहिँ सबैलाई अप्ठ्यारो हुने चिज हो। र त्यो लिगल ड्राफ्टिङ चाहिँ अलिक क्लासमै आउन पर्ने जस्तो चिज हो। नोटबाट मात्रै बुझिँदैन, किनभने यो यसरी छाप लाउनु, यहाँ यसरी लेख्नु, यो यसरी गर्नु भन्ने कुराहरू धेरै हुन्छ त्यहाँ होइन। त्यो भएर चाहिँ लिगल ड्राफ्टिङ हामी यो आज फ्राइडे भयो अनि स्याटरडे भयो। अर्को आइतबारदेखि सायद 28-29 गतेदेखि सुरु गरेर 2-3 गते सकाउने गरी गर्छौँ है। 28-29देखि गरेर 3-4 गतेतिर सकाउने गरी गर्छौँ। अनि त्यसपछि तिमीहरूलाई पढ्ने टाइम पनि चाहिन्छ, त्यही भएर चाहिँ त्यो गर्छौँ हामी है। थोरै पछि जो नोटिस हामी पठाउँछौँ 2-3 दिन 2-4 दिन चाहिँ ग्याप लिएर, सायद हामी 20 गते के अरे 27 गते पनि गर्न सक्छौँ, 25 गतेदेखि पनि गर्न सक्छौँ। तर तिमीहरूलाई क्लास हुनुभन्दा एक दिन अघि नै नोटिस आइहाल्छ, ग्रुपमा आइहाल्छ, टेन्सन लिन परेन। त्यसरी गर्छौँ। अब केही समयको लागि हामी ब्रेक लिन्छौँ।
यसको लागि है हुन्छ त्यो सर कुरा चाहिँ थ्याङ्क यू दिमागमा सर राख्नु। ओके ओके ल ठिक छ, त्यसो भने यति मात्रै गरौँ। थ्याङ्क यू सो मच सबैजनालाई। केही पनि पर्यो भने हामीलाई रिच हुनु। तिमीहरूलाई थाहा छ कि छैन, हामीले तिमीहरूको लागि हरेक ग्रुपमा चाहिँ सिनियरहरूको पनि राखिरहेका छौँ। सिनियरहरूलाई पनि तिमीहरू रिच आउट हुनपर्छ, केही समस्या भइरहेको छ भनेर तिमीहरू बोल्दैनौ, तिमीहरू म्यासेज गर्दैनौ, तिमीहरू माग्दैनौ, तिमीहरू सोध्दैनौ है। अब उनीहरूलाई केही समस्या छ कि जाऊ भनेर भनेका छौँ। त्यही भएर चाहिँ उनीहरूसँग पनि इन्टरेक्ट गरिराख्नु। कहिलेकाहीँ केही समस्या भने उनीहरूलाई भन्दा पनि हुन्छ। यदि हामी धेरै बिजी भयौँ भने, हामीलाई सोध्न गाह्रो लाग्यो भने, कतिलाई त मदेखि डर पनि लाग्छ। हुन त डर लाग्न पर्ने अवस्था आएको छैन। बिएलएलबीको इन्ट्रान्समा चाहिँ तिमीहरूलाई मदेखि वास्तवमै डर लाग्छ। अहिले चाहिँ लाग्न पर्ने अवस्था त्यस्तो केही पनि छैन। एकदम मायाले पढाइरहेको छौँ। नोट सेन्ड गरिदिन्छु, टेन्सन नलेऊ। त्यो कुरा हो। ल ओके, आज यति मात्रै गरौँ। फेरि चाँडै भेटौँला। सी यू सुन। ओके बाई बाई, गुड नाइट सबैजनालाई। अनि केही